नमस्कार। आज चाहिँ म आएको छु पातल गुफा भ्यू पोइन्ट, जुन चाहिँ नेपाल अनि इन्डियाको सीमा क्षेत्रमा पर्छ। तपाईहरुलाई बिस्तारै बिस्तारै लगेर देखाउने छु। तपाईहरु पनि मनोरञ्जन गर्नु होला, आनन्द लिनु होला। यो जग्गा त तपाईहरुले चिन्नुभयो होला है। यस जग्गालाई चाहिँ पातल गुफा भनिन्छ। यो चाहिँ तपाईको इन्डियाको रोड पर्यो, यो चाहिँ फेरि नेपाल पर्यो। यो बाटो बिस्तारै बिस्तारै उकालो चढ्नु पर्ने हुन्छ। यहाँबाट बिस्तारै बिस्तारै उकालो चढेपछि माथि पातल गुफा भ्यू पोइन्ट, वहाँबाट नेपालको सुन्दर मनोरम दृश्य देख्न सकिन्छ। अहिले निकै नै माथि आइपुगिसकेको छु। यहाँबाट तल हेर्नुपर्दा यस्तो दृश्य देखिन्छ। पारी कञ्चनजङ्घा पनि यहाँबाट सुन्दर देख्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ नेपालको दृश्य। यहाँबाट सुन्दर नेपाल देखिन्छ। यहाँ चाहिँ मेरो गेस्ट हुनुहुन्छ दुईजना। यहाँनिर फेरि सुन्दर पाइन फरेस्ट, धुप्पीगारी पनि देख्न सक्नुहुन्छ। कस्तो लाग्यो यो जग्गा तपाईहरुलाई? कृपया कमेन्ट गर्न नभुल्नु होला। यहाँ माथि चाहिँ वाच टावर छ। यहाँबाट चाहिँ अझै सुन्दर भ्यू देख्न सकिन्छ। आई लभ नेपाल पनि लेखिएको छ यहाँ। तपाईहरुलाई थोरै जुम गरेर देखाऊ। नेपालको झन्डा पनि देख्न सक्नुहुन्छ। थ्री 360 भ्यू देख्न सक्नुहुन्छ यहाँबाट। तपाईहरुले कुनै दिन मिरिक जाँदाखेरि यो बाटोमै पर्छ, तपाईहरु पनि आएर एकपल्ट भिजिट गर्नु होला। वेदर क्लियर छ भने त एकदमै राम्रो भ्यू, एकदमै सुन्दर जग्गा छ। एकपल्ट अवश्य हेर्नु होला। गुफा पातल भनेर भनिन्छ यस जग्गालाई। सुन्दर हरियालीले भरिएको यस जग्गा आएर एकैछिन बिसाउन पाए पनि आनन्द लाग्ने ठाउँ छ। तपाईहरु यस गार्डन, यस पार्कभित्र माथि वाच टावरमा जानको लागि यहाँ टिकट काटेर, यहाँनिर टिकट काटेर चाहिँ तपाईहरु यहाँबाट भित्र पस्नुपर्ने हुन्छ। म चाहिँ अहिले पस्दिनँ, किनभने अलिकति माथि हिँड्नु पर्ने भएको कारणले गर्दा मेरो खुट्टामा अलिकति खुट्टा दुखाइको कारणले गर्दा म चाहिँ गइराखेको छैन है। तपाईहरु चाहिँ एकपल्ट अवश्य जानु होला। यहाँनिर धेरै मानिसहरू पनि घुम्न आउने गर्छन्, लोकल साथै टुरिस्टहरू पनि, पर्यटकहरू पनि, साथै यहाँका बासिन्दाहरू पनि दार्जिलिङबाट भयो, मिरिकबाट भयो, धेरै जग्गाबाट आउने गर्छन् मानिसहरू। सुन्दर जग्गा छ साँच्चै नै। हवस् त, आजको लागि बिदा पाऊँ है। फेरि तपाईहरुको समक्षमा अर्को यस्तै सुन्दर जग्गा, सुन्दर भिडियो लिएर आउने नै छु। तबसम्मको लागि बिदा पाऊँ।
फेरि फेरि यस्तै सुन्दर जग्गामा भेट्ने बाचा गर्दै आजलाई यति नै। कृपया लाइक, फलो अनि कमेन्ट गर्न नभुल्नु होला। तपाईँहरूको माया र साथ नै मेरो लागि हौसला, जोस बन्ने गर्दछ। थ्याङ्क यू।